साथी हामी आधी बाटोमा आइपुगेको हौँ त अब ल आधी बाटो आइपुगेको छौँ चट्टसँगले हावा चलेर तल पनि खुल्दै 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 आइरहेको छ कस्तो हावा चलिरहेको छ साथी है पछाडिको भ्यू यस्तो पछाडिको भ्यू यस्तो डेन्जर छ क्या हेर्नु न ल पछाडि कुरै छाडिदिउँ कि तर कुरीले यस्तो डेन्जर कि साथी केही भन्न चाहन्छौ यहाँ तल हेर न एकचोटि तलतिर हेर त्यो भ्यू हेरेर अनि त्यहाँबाट यहाँ बर्डर भएर क्या यार यहाँबाट तल हेरेर एकचोटि केही भन क्या ल हेर त साथी हामी हिजो बसेको त्यही तल त्यही हो क्या उहाँ के साथी मैले जुम गरेको ठाउँमा हो क्या उहाँ हो क्या हामी बसेको उहाँ त्यहीबाट भर्खर हामी यहाँ आइसक्यो कति धेरै आएको जस्तो लाग्ने क्या अब यो डेन्जर छ क्या कार्की भाइ केही भन्न चाहन्छस् लिटरली बेगेस गरेर यस्तो चिसो नबना न यार जाने होइन हजुरहरूको भएन जाउँ हेलो हेलो नमस्ते साथी के गरे कि यस्तो के गरे के गरे यस्तो बुवा हजुरलाई गाह्रो भयो क्या गाह्रो भएको छैन नि हजुर साथी कुर्नु भएको छ ओहो ल ठिक छ रमाइलो छ माथि बुवा एकदम रमाइलो छ है अब कति मिनट लाग्ला भाइ अझै 1 घन्टै लाग्छ माथि जान ओमा चल्लीले 1 घन्टै मात्र दिइराखेको छ क्या हामीलाई अब 1 घन्टा अझै लाग्ला के भन्न चाहनुहुन्छ मन्दिर पुगेपछि भन्न चाहने हो कतिको रमाइलो फिल भइरहेको छ त हजुरहरूलाई ए बिहानदेखिको जाने भन्नुभएको ल ठिक छ क्या दामी आएछ क्या साथी यार यहाँबाट हेर न तल हेर्दा ओए
माथि गर्मी छैन त्यसमा त्यति धेरै साथी ठोकरका ठोक मादल सम्झेछौ तिमीहरूले मलाई ठोकरका ठोक जति ठोक्नु छ ठोकरका तिमीहरूको लागि म मादल बनिदिएको छु हाना हो साथी के छ कहिले आएको तिमी ओहो भेटघाटै छैन त नि भन्नुपर्ने सँगै आउनुहुन्थ्यो मलाई हान्न अर्थ लाग्दियो नानीमा साथी केही भन्न चाहन्छौ रमाइलो छ दिदी माथि एकदम आउन चाहने मानिसहरूको लागि के भन्न चाहनुहुन्छ हजुर हामी सबैको इच्छा मनोकामना पूर्ण गर्नु हजुर 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 त्यही त एकदम सजिलो छ दिदी एकदम ओहो यतिको जोस हुनु पर्यो क्या दिदी नाच्दै हो ल नाच्छौँ दिदी नाच्छौँ एकदम ल बवाल दिदी ल कालिङ छ जय जय ल दिदी ल हो माथि कतिको रमाइलो छ दादा एकदम रमाइलो छ हजुर चिसो कतिको छ यतिकै छ के भन्दा अझ एक्स्ट्रा माथि चिसो पाउँछौँ हामीले एकदम फिल गर्न पाउँछौँ ल ठिक छ ल खुसी लाग्यो हजुर के भन्न चाहनुहुन्छ माथि गाह्रो भयो जस्तो लाग्यो हजुरलाई बोल्नै नसक्ने भइसक्नु भएछ बिस्तारै रेस्ट गर्दै जानु होला एकदम रेस्ट गर्दै जानु होला हजुर केही भन्न चाहनुहुन्छ माथिको लागि जान्न हामी माथि जाँदै गर्दैछौँ कस्तो छ रमाइलो छ कि एकदम रमाइलो छ हजुर 4 चोटि लड्नुभयो मात्र 4 चोटि तलसम्म पुग्दा टार्गेट कतिको राख्नु भएको छ तलसम्म पुग्दाखेरि टार्गेट कतिको राख्नु भएको छ तल पुग्दाखेरि हजुर 11-20 भयो 4 चोटि भयो बिस्तारै हस् हुन्छ हस् धन्यवाद राधे 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 भाइ के भन्न चाहनुहुन्छ कतिको रमाइलो छ माथि लड्दै आउनु भएको छ एकदम रमाइलोसँगले बिस्तारै जानु होला है त हजुरहरू फर्किसक्नु भयो हजुर के भन्न चाहनुहुन्छ माथि एकदम रमाइलो छ सबलाई गाह्रो फिल गर्दै छ साथी माथिको रमाइलो कस्तो छ के भन्न चाहनुहुन्छ एकदम रमाइलो छ ल ठिक छ चिप्लो एकदम छ कतिचोटि अहिलेसम्म कतिचोटि लड्नुभयो 5 चोटि भयो तलसम्मको टार्गेट कति छ हजुरको तल पुग्नुसम्मको टार्गेट कति छ धेरै छ अझै ल राम्रोसँगले बेस्ट अफ लक है त हामी जाँदैछौँ ल हस् गए हस् ये छ त 10 मिनेट हुन्छ